यो चाहिँ चुथ्रो पहाडी भेगमा पाउने यसले चुथ्रो भन्छ खान पनि मिल्छ आज हामी के भन्छ गोदावरीमा इन्ट्री भएको छौँ गोदावरी पार्कमा यो चुथ्रो यसलाई चाहिँ मान्द्रे भन्छ तर फलेको छैन क्यार सायद यता हाम्रो माइला भोटे थ्याङ्क यू यता सुजाताई चुथ्रो टिपेर हाल्दैछ उता आमा यता शौचालय पनि रहेछ यो चाहिँ भित्र पसेपछि मात्रै दिमाग आयो क्या भिडियो बनाउनु पर्छ भनेर बारी थालक थकाल अरे यहाँ सिस्नु पनि रहेछ है कतिलाई त नाम पनि थाहा हुन नसक्छ हल्लोको यता रुख बिरुवा चुथ्रो यस्तो हुन्छ है यो पाकेपछि कालो कालो हुन्छ खान मिल्छ टोइलेट यो चाहिँ बोहरी होला नि बोहरी ए पयौँ यो चाहिँ के हो ए चुथ्रो मान्द्रे यो मान्द्रे फलेको रहेछ यो चाहिँ बोट पत्तामा काँडा हुन्छ खाइसक्यो कति वर्षमा देख्न पायो मान्द्रे चुथ्रो आमा त हेर्नु त हाम्रो आमा लुते धन्यवाद भिडियो बनाइदिएकोमा भन्नु न आमा भिडियो बनाएको धन्यवाद जङ्गल रहेछ यो चाहिँ पार्क अस्ति म आएपछि जाने भनेको चाहिँ कहाँ हो कता पारि भ्यान चाहिँ जानु लु गइहाल्यो खोइ आउनु नि त अङ्कल जस रमाइलो रहेछ के भन्छ शीतल खानुको लागि चाहिँ होइन हाम्रोतिर चाहिँ पाकेर मरिन्छ यता चाहिँ दामी रहेछ शीतलमा यो चाहिँ वारीपट्टि होला अघि इन्ट्री भएको चाहिँ बनाउने बिर्सिहालेछु गाइज माथि पर्खिमा त उसलाई पनि हो न अब उता रुखहरू यो चाहिँ खोलाबाट तर्ने पुल यो अर्ग्यानिक पुलै गाइज अर्ग्यानिक पुल यो हाम्रो हिरो र हिरोनी आँचल शर्मा र पल्छा आउँदै हुनुहुन्छ काठको पुलबाट पूजा शर्मा उता हाम्रो पल्छा आमा चाहिँ उता गुराँस नानी एउटा भ्यागुती अङ्कल चाहिँ माथि